I miss you mom. हजुरलाई म जहिले पनि जति टाढा भए पनि म सम्झिरहेको छु। हजुरले नसम्झिने मलाई होइन, यस्तै हो अब के गर्ने, भाग्यमा थिएन हजुरको साथमा बस्नलाई, त्यही भएर म यहाँ टाढै भएछ हजुरबाट। तर केही छैन, हजुरको लागि मैले एउटा दुई लाइन लेखेको छु, सुनिदिनु होला म प्लिज। तपाईँलाई म यो ट्र्याक पनि पठाउँदैछु। जब म सानो थिएँ त्यति बेला मलाई यहाँ आमाले छाडी जानुभयो, किन छाडी जानुभयो, छाडी जान थियो त किन मलाई पाउनु भयो। त्यति बेला नि मलाई तपाईँ खाएर मारिदियो हुन्थ्यो। केही वर्षपछि छोरोले आमाको माया पाउँछ भने कान्छी आमा लायो माया होइन आमा, मैले यहाँ धोका पायो आमा। केही वर्षपछि मेरो बाउले कान्छी छोरो पनि पायो, त्यसपछि मैले झन् धोका पाएँ। मैले यहाँ सबै कुराहरू बुझ्दै गयो, यस्तोहरू मैले सबै कुराहरू बुझ्दै गयो। जति दुःख पाएँ नि मैले मनमा आफ्नो यहाँ हित राख्दै गयो। जब ठुलो भएँ सब कुराहरू मैले यहाँ सम्झिँदै गयो। सब त्यसपछि साथीहरू पनि यहाँ भेट भयो। साथीभाइहरू यहाँ भेट भयो। त्यसपछि यहाँ सुरुमा सुरु गर्ने बिस्तारै बस्न थाले, ठुलो हदमा पनि चन्देर बस्न थाले। झन् पारी जाँदा कहिले भ्याट, कहिले कोरेक्स, कहिले ड्रग्स, कहिले यहाँ एम्पल पनि हान्ने गऱ्यो। त्यसपछि झन् लोभ लाग्दा गयो, सुखो थिएन कतिमा। त्यसपछि साथीहरूले भन्यो जन्म त माल डिल गरौँ, जति भए पनि यहाँ पैसा आउँछ। त्यसपछि मैले झन् माल डिल गर्दै गएँ, कहिले चौकी, कहिले जिल्ला, कहिले ऱ्याप, कहिले यहाँ ठाउँदै गयो। 5 वर्ष भए पनि तर यहाँ जेल पनि बसी आएँ। त्यही पनि तपाईँको छोरो यहाँ सुध्रे छैन, अहिले पनि गोटी अनि गाँजामा फसिरहेछ, ठुलो जेल पनि तानिरहेछ। अस्ति भर्खर चोटी परेपछि मैले 5,000 तिरेर निस्केँ। 1 वर्ष मैले अदालत पनि मैले यहाँ धाइरहेँ। I miss mom.